Hello guys, welcome to my video and it's my first video by the way. अनि म चाहिँ एकदम एक्साइटेड छु यो भिडियोको लागि बिकज मैले चाहिँ कतिवटा लाइक भिडियो बनाउँछु भनेको थिएँ बट मैले के बनाउने भनेर सो आज चाहिँ म र मेरो साथीहरू भएर घुम्न जान लाग्यो म नुहाउन जान्छु अनि अल्पस मेरो साथीहरू पनि आउँछन् त्यही भएर म नुहाउन जान्छु गाइजहरू सो टु बी कन्टिन्यू सो हेलो गाइज म चाहिँ अहिले भर्खर नुहाएर आएँ अब चाहिँ म मेरो स्किन केयर भन्दा पनि म मेरो स्किनमा फर्स्ट अफ अल चाहिँ म मोइस्चराइजर लाउँछु किनभने मेरो टोनर र सिरम भ्याइएको छ मोइस्चराइजर हम गरिब है अब किन्न जान आगे त्यहाँ मैले चाहिँ मेरो जुगाडको लागि मोइस्चराइजर लगाइहाल्छु मेरो यहीँ आउँछ मेरो एउटा साथी चाहिँ आइभ्या यहाँ उसको पनि ऊ पनि रेडी हुँदैछ मोइस्चराइजर लाएँ मैले अर्को साथी के हुँदैन अर्को साथी चाहिँ आउँदैछ तीनटा साथी चाहिँ आउँछन् अनि एउटा साथीलाई चाहिँ बाहिरबाट पिकअप गर्ने हो क्या यसपछि म सनस्क्रिन लाउँछु यो सनस्क्रिन चाहिँ मलाई आन्टीले पठाइदिनु भयो सनस्क्रिन मैले हामी चाहिँ कहाँ जान लाग्यो भनेर भन्ने थिएन नि है के हामी चाहिँ झर्नामा जान लाग्यो क्या अहिले गर्मी हो नि त एकदमै अनि त्यही भएर बिदा नै छ अनि नेचर इन्जोय गर्न अब हेरौँ यस्तो गर्मीमा नेचर कसरी इन्जोय गर्छौँ यो अर्बिनालाई चाहिँ नेचर इन्जोय गर्ने एकदम नै जोकर जस्तो देख्यो मैले चाहिँ आइडिया दिएको पिपिआर निकिदाले गरेको होइन है मैले भन्दा नि यो अर्बिनाले मलाई भन्ने अनि मैले अरू साथीहरूलाई भन्ने भनेर अब त्यहाँ केही भइहाल्यो भने त्यही त्यस्तो गर्मी भएतिर मान्छेहरू गऱ्यो भने सब दोष मलाई आउँछ तर भन्न चाहिँ फेरि यो उहाँ मिसले भन्नुभएको अहिले यता रेडी हुँदै हुनुहुन्छ मेरो फेस कस्तो ब्राइट देखाएँ सनस्क्रिन लगाएँ यसो गाइजहरू मैले सनस्क्रिन लगाएँ अब म रेडी हुन्छु कपडा चेन्ज गर्छु अनि त्यहाँबाट भेटौँला है सो हेलो एभ्रिवान हामी चाहिँ यहाँ हाम्रो चारजना साथी हुन्छ म चाहिँ अगाडि बस्छु यहाँ म त गाइड हो है यहाँ यिनीहरूलाई यहाँ पुगै हामी जङ्गलमा हाम है हाई गाइज वेलकम ब्याक टु माई च्यानल अब म सो हामी सबैजना हाँसो मजाक गर्दै गइरहेको थियौँ अनि मैले चाहिँ पछाडि बाटोहरू देखाइरहेको थिएँ भाइरल घर गयो है हाम्रो हामी अन द वे हामी चाहिँ सबैजना भएर गफ गर्दै त्यहाँको बाटोहरू हेर्दै अनि हाम्रो घरबाट चाहिँ त्यहाँ चाहिँ टाढा रहेछ अनि डिफ्रेन्ट खालको ठाउँ रहेछ पहाडहरू पनि देखिँदो रहेछ अनि सबैले पहाड इन्जोय गर्दै भ्यू इन्जोय गर्दै गीत सुन्दै इन्जोय गरिरहेको थियौँ सो गाइजहरू हामी चाहिँ अहिले यहाँ आइपुग्यौँ मेरो आउटफिट अघि म देखाउनु पाएको थिइनँ है अहिले चाहिँ म आउटफिट मेरो देखाउँछु मेरो जुत्ता यहाँ अनि यहाँ यस्तो छ अनि मेरो साथी यहाँ ल अब हाम्रो हिँडाइ यात्रा यहाँबाट सुरु भयो टु मच गर्मी छ कि होइन बाँसघारी छ यता चाहिँ कति रमाइलो कति शीतल छ कि मजा लागिरहेको हामीलाई चाहिँ होइन अब हामी माथि पुग्छौँ के कस्तो हुन्छ अब हेर्दै जाम सबै राम्रो होस् यहाँनिर चाहिँ पछाडिबाट यसो भिडियो बनाउनु यहाँनिर चाहिँ झलुङ्गे पुलहरू पनि छ यु क्यान सी इट होइन त्यहाँनिर हाम्रो साथीहरू छ सो हामीले चाहिँ त्यहाँबाट भित्र जाने गेट देख्यौँ अनि त्यो ठाउँमा चाहिँ चारैतिर हरियाली रहेछ हामी चाहिँ सबैजना भएर रमाइलो गर्दै नाच्दै गइरहेको थियौँ सो हामी चाहिँ त्यहाँको यस्तो राम्रो भ्यूहरू इन्जोय गर्दै सबैजनाहरू रमाइलो गर्दै म चाहिँ यत्तिकै दुगुर्दै हामी गइरहेको थियौँ हामीले चाहिँ त्यहाँ एउटा खोला देखेको थियौँ अनि त्यहाँबाट चाहिँ कोले चाहिँ पारी राम्रोसँग जान सक्छ भनेर हामीले एकजना भएर गयौँ त्यही भएर चाहिँ म लास्टमा गएँ सो हामी चाहिँ त्यहाँ भएको 4-5वटा खोलाहरू तरेर त्यही आधी घन्टा जति हाइकिङ गर्दै त्यसपछि बल्ल हामी त्यहाँ अलिक घरहरू भएको ठाउँमा पुग्यौँ अनि हामीले चाहिँ त्यहाँ एउटा सुँगुर हो कि खै केलाई हो देखेको थियौँ अनि मलाई चाहिँ मेरो साथीले चाहिँ क्यामेरा देऊ पानी भर्न जाऊ भनेर मलाई कराइरहेको थियो चाहिँ गाइजहरू यहाँ भर्न आएको छ
भरे हेर्न सक्नुहुन्छ हामी चाहिँ जङ्गलमा हिँड्छौँ अहिले पनि अब कतिखेर आइपुग्ने थाहा छैन भरेहरू छ यहाँ दुईवटा साथी हुन्छन् यहाँ अर्को साथी छ फेरि यहाँ फेरि अर्को साथी छ यहाँ हामी चाहिँ हिँड्दैछौँ थकै लागिसक्यो हामीलाई थकेर लास्ट पागल लागिसक्यो गर्मी भयो बल्ल झर्नामा आइपुग्यौँ उता माथिहरू झर्ना है अब कति बेर लाग्छ थाहा छैन म यहाँ लुचुम्ब भइसकेँ है यहाँ पानी नि फेरि उता अगाडि भरेको म गर्मीले एकदमै मेरो हालत खराब भइसक्यो गाइस अब फाइनली आइपुग्यो अरे अब हेरौँ है त कस्तो हो हो कति ए कहाँ हो अरे झर्ना चाहिँ 20-22 जना छन् हो अहिले पनि छन् जे पनि मान्छे देखेको थिएन त ओके वे ओके मान्छे हुन्छ उता अगाडि गाइजहरू हामी फाइनली झर्नामा आइपुग्यौँ गर्मी भयो एकदमै गर्मी भएको लाग्छ अब मुख धुन्छु है अनि हामी चाहिँ त्यहाँ झर्ना भएको ठाउँमा गयौँ त्यहाँ चाहिँ वरिपरि मान्छेहरू धेरै हुनुहुँदो रहेछ अनि त्यहाँ हामी यत्तिकै बस्यौँ खाजा खान बस्यौँ अनि हामीलाई एकदमै भोक लाग्यो अनि हामी केही खायौँ भिडियो सिडियो बनायौँ अनि त्यहाँ मान्छेहरू पनि सबैजना आफ्नै इन्जोय गरिराख्नु भएको थियो सबैले अनि हामी पनि झर्नाको छेउमा बसेर खाजा खायौँ अनि त्यसपछि हामी सबै गएर भिडियोहरू फोटोहरू खिच्यौँ अनि रमाइलो गर्न थाल्यौँ अनि म चाहिँ त्यहाँ झर्नाको बिचमा गएको थिएँ अनि मलाई चाहिँ त्यो झर्नाको फोर्सले चाहिँ लडाउला जस्तो भएको थियो अनि मेरो साथीहरूले चाहिँ मलाई हेल्प गर्न आएको थियो मैले चाहिँ मेरो एउटा साथीलाई चाहिँ त्यहाँ झर्नाको बिचमा जबरजस्ती लिएर जानलाई तानेको थिएँ ऊ जानै मानेको थिएन अनि हामी सबैजना भएर चाहिँ त्यहाँ रमाइलो गर्दै भिडियोहरू बनाउँदै नाच्दै कराउँदै चिच्याउँदै बसिरहेको थियो वरिपरिको मान्छेले हामीलाई पागल भनेर अनि दुईवटा साथीहरू चाहिँ कपडा चेन्ज गर्न भनेर गयो अनि हामी चाहिँ त्यतिखेर नै तलको झर्नामा आएर फोटो भिडियोहरू खिच्यौँ अनि त्यसपछि हामी कपडा चेन्ज गरेर घर जानको लागि रेडी भएर हामी घर जाँदै थियौँ घर जाँदाखेरि पनि हामीले भिडियो बनाइरहेको थियौँ अनि मैले चाहिँ त्यतिखेर चाहिँ भ्लग बनाउनु पाइनँ यत्तिकै भिडियो बनाएँ अनि हामी चाहिँ फाइनल्ली अटोमा घर फर्किरहेको थियौँ म झर्नाबाट फर्किन लाग्यो मेरो साथीहरू चाहिँ उतैबाट अटोमा आएको थियौँ कि अन्तबाट अटोमा आएको थियौँ अनि उनीहरू चाहिँ अनि उतैबाट अटोमा गयो 3 जना साथी चाहिँ अनि एउटा साथी चाहिँ उसको बाबाले ल्याउनु भएको थियो अनि त्यसमा गयो अनि म चाहिँ मेरो घर नजिक हो नि त त्यही भएर म चाहिँ हिँड्दै जानु लाग्यो अहिले मेरो आउटफिट अहिलेको अब म्याजिक आयो भने म्याजिकमा जान्छु फेरि अलि उतासम्म हिँड्दै जान्छु यहाँ छु मैले धेरै त लाइक फर्किँदाखेरि चाहिँ धेरै भिडियो बनाउनु पाएन अब जुन भिडियो हुन्छ म त्यो क्लिप हाल्छु नि बाई बाई गाइज आजको लागि चाहिँ यति नै एकदम थकाइ लाग्छ हिँडेर सो बाई बाई गाइज सी यू इन नेक्स्ट ब्लग